हेलो सबैजनालाई नमस्कार हैन। तपाईहरुलाई चाहिँ म आज एउटा कुरा शेयर गर्न आइरहेको छु। अनि कुरो के हो भन्दाखेरि हैन, हुन त यो नौलो कुरा त हैन हैन, सबैलाई थाहा होला प्रायलाई। तर यहाँ चाहिँ अब युरोपमा चाहिँ कस्तो भने मैले अब अन्त त थाहा भएन हैन, मैले अब आफूले देखेको कुरा हैन, आफूले बसेको ठाउँमा आफूले देखेको कुरा चाहिँ यहाँ चाहिँ गाडीहरु जुन हुन्छ नि हैन, यो गाडीहरु चाहिँ टक्क लाएर यो राखिरहेको हुन्छ बेच्नको लागि। अनि त्यस बेच्नको लागि राखेको गाडीहरु चाहिँ जम्मै यो पार्कको क्षेत्रहरु हुन्छ, त्यो पार्कको क्षेत्रहरुमा चाहिँ यतिकै राखिदिएको हुन्छ। अनि त्यहाँ नम्बर छोडिदिएको हुन्छ, प्राइस लेखेर राखिदिएको हुन्छ, के कति हुन्छ सबै कुराहरु चाहिँ यहाँ छ हैन। अनि मलाई दुईटा गाडीहरु चाहिँ ठ्याक्कै दामी लाग्यो यो दुईटा गाडीहरु चाहिँ। अनि यो यहाँ कतिसम्मको गाडीहरु पाइन्छ हैन, कति युरोसम्मको गाडीहरु पाइन्छ भन्ने कुरा चाहिँ म तपाईलाई देखाउन जाँदैछु है त। भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुले यो एरियामा जति पनि गाडीहरु देख्नु भएको छ हैन, यो सबै यो बेच्नको लागि राखिएको गाडीहरु हुन्। अनि यहाँ देख्न सक्नुहुन्छ। अनि यहाँ BMW छ हैन, तपाईले देख्न सक्नुहुन्छ। यहाँ BMW यस्तो दामी गाडी हैन, यो BMW। अनि त्यसपछि यो पछाडि पनि अर्को सेम गाडी छ। यसको चाहिँ कति प्राइस छ भनेर देख्न सक्नुहुन्छ हैन। यहाँ चाहिँ 10,490 युरो छ यसको चाहिँ। अनि अर्को गाडी भन्नु पर्दाखेरि अब यो पनि बेच्नकै लागि राखेको गाडी हो हैन। अनि यहाँ पनि एउटा गाडी छ, यो कुन कम्पनीको हो यो तपाईहरुले आफै चिन्नुहोस् हैन। अनि यसको चाहिँ प्राइस कति छ भन्दाखेरि 3,890 युरो छ हैन। यस्तो अब गाडीहरु किन्न सकिन्छ क्या। अनि अर्को छ यहाँ जम्मा सस्तोमा 2,390 रुपैयाँको युरो यो कम्पनीको गाडी छ। यसरी राखेको हुन्छ हैन। दामी दामी गाडीहरु छ यहाँ साइडमा, डासियाहरु छ, औडीहरु छ, जोस दामी दामी गाडीहरु छ। ल भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो, तपाईहरुलाई धन्यवाद है त।